तलबाट हिँड्दै 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 यहाँ पुगिसक्यो हामी अनि लु त्यहाँ माथि जानु खाने हो एकदम खासियत दुईटा लट्ठी पनि काट्नु रहेछ उताबाट केटाहरूलाई चिसो लागेर कपडा लाउँदैछन् मेरो कपडा निकाल्दै है जाडो भयो यार हिउँ परेको पारी त पुरै दुई लाख त यहाँमै आउँदैन यहाँ त फोटो निकालिने नङ्गा भयो त्यो रुखलाई त ओ माई गॉड यताको बरु खतरा छैन अलि रातो टाइपमा यता सेतो भन्दा पनि यहाँ पनि यो वाला अहिले स्यासाहरू एकैछिनमा मेट्यो कि होइन यहाँ त्यही हो यहाँ खान पनि मिल्यो माछा हुन् एउटाले भन्यो नि टिकटकमा एउटा पिक्चरले भेटुकाको बच्चा नेपालीमा भन्यो भेटुकाको बच्चा सुन्तलाको बारी केटाहरूलाई गर्मी भइसक्यो होइन टिको काफली गाउँको अलि तलतिर स्कुलको हालत हाम्रो यस्तो रहेछ सरकारले के हेरे आयो बोर्डिङ त होइन टोयलेट नै रहेछ स्कुल यस्तो रहेछ हाम्रो यहाँ श्री दुर्गा प्राथमिक विद्यालय भने हालत यस्तो छ सरकारको ध्यान कता छ ऐसेल खाँदैछ अहिले हामी चाहिँ रोपीवाला हुँदो रहेछ ऐसेलको कुरो यस्तो यहाँ रहेछ एउटा दाना हाम्रो सोट्टाहरू धुँदैछन् कपडाहरू पहाडको पुरा खत्रै पानी आएर यहाँ तक एउटा त मजा एउटा दिएछ क्या यहाँ माल सामानहरू इलायचीको बोट को केपिओली के भन्दैछ अरे के को रुख हुन्छ मरिचको रुख हुन्छ भन्छ एक पनि रुखै हुँदै भन्ने मरिच कल कल पानी छ केटाहरू नुहाउँदैछ मैले नुहाइसकेँ म नुहाएर रेडी भइसकेँ केटाहरूसँग नुहाउँदै वाइल्डतिर छौँ हामी अहिले डोट्टा वाइल्डतिर वाइल्ड आएर हामी वाइल्ड फायर गर्छौँ हामी ल एउटा बल्ल अब हामी ओह्रालतिर लाग्यौँ सलक्क गाडी हुँदै माथि छन् हिँड्न नस्ने दुईजना हामीहरू फास्ट हिँडेका तल म त आएकै छैन क्या बोला आछ भाइ अलिक छिटो हिँड्नु पऱ्यो नि त हिँड्दै सक्दैन अनि बाटो पनि हिँडेर घोडाका पुछाडि जस्तो ठाडा उठान यहाँ यस्तो यस्तो पाइन्छ तिनीमा लैया छ हिजो मैले खालि माथितिर बोकेँ नपाइन्न कि भनेर अब यो सल्लाह गाडी होला सल्लाह गाडी घरतिर हिँडेको अब हामी केटा ल लिनुहोस् यो चाहिँ हाम्रो के भन्छ यसलाई सिम्ता फल के भन्छ सिउँडी होइन दाइ के भन्छ खोटो फुल सल्लाहको फुल सिउँडी फल भन्छन्
सिम्तो भन्छ यसलाई क्या पो होला हो तिम्रो भित्रकालाई भन्छ सिम्तो त होइन थाहै पाएन फालिदिन्छु के भयो कोइली बाँच्दै मस्त वातावरण छ बिहानको झिसमिसैसँग हामी पनि कानमा झोला भिडेर हिँडिरहेछौँ 6 बजे हिँड्यो होइन 6 बजे हिँडेको हामी अहिले 7 बज्न आँटेछ लगभग मेन रोडमा सबै अख्खा छ तिम्रो लुक पनि अख्खा छ दुईजना केटा पछाडि एकजना अगाडि यस्तै बाटो भए त म 3 घण्टा पनि हिँड्दिनँ दाइला 4 जना लखर लखर यस्तै त होला नि बाटो अब कट्टा बोकेर हिँड्थ्यो भने हामी टिपाइलसम्म ओ माइ गॉड पुरा सिनेमेटिक सिन घरबाट हिँडेर सबैभन्दा सानो भारी बोक्यो भने आज हो कि अस्ति हामी गए त उता रह्यो हैन उता डाँडा यो बाटो त होत्र भेट्यो हैन अस्ति हामी 5 बजे आएको तल हेलो ल जाउँ जाउँ गाइस हेलो 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 यो भिडियो भाइरल हुनु पर्यो लट्ठी नभए त गाह्रो छ एकटा लट्ठी नभए त गाह्रो छ लट्ठी टेक्नु पर्छ सहारा बुढेसकालको सहारा भने लट्ठीलाई हामीलाई त आजभोलिकै सहारा छ ल दिपाल तल ठक्कदेखि लाग्यो अब त्यो नङ्गा डाँडामा हामी अस्ति बसेको बिहेको घरमा यहाँ आएको हामी जङ्गली भैँसी आयो कहाँ छ ऊ अर्ना यो चाहिँ माडो यहाँको एकदम तरिकाले मिलाएर बुट्टा काटेर चट्टा चौतारी बनाएको छ बुट्टाहरू पनि काटेका छन् आजभोलि ढलेछ भूकम्पले अलिक प्रभावित कुना कुनामा दियो यहाँ रमाइलो छ केटाहरूलाई गलबन्दी समाति नाच्दै गर्दैछ पुरा हावाले पुरा मिलाएर राखे अहिले त यो अलिअलि पानी हुनाले हो हामी गएको बिहेको गाउँ योगेशको ससुराल त्यहाँ पर्यो हामी काफली त्यहाँ हुँदै स्वयं यहाँ पुगेको हामीहरू टाइम भयो अनुहार आउँदैन तिमीहरूको है कालै लिने हो मैले यसो हाल्न लगाउनु ये डाँडा हिँड्नु कि पारेमा हिँड्नु हो हिजो यहीँबाट आएको हिँड्दै तल दिपाल पर्यो हाम्रो दिपाल एयरपोर्ट डोडी जाने बाटो अर्को उ त्यो होला रहेछ दिपाल एयरपोर्ट त्यो पारि बजार माथिदेखि लाने त्यही नदीका किनार हो आर्मीहरू त बसेन मस्त